आज चाहिँ हामी रोडियममा जाँदैछौँ कोरियन फुड ट्राई गर्नको लागि। किम्बाप, यो दुईटा चिकन किम्बाप भयो। अनि यो चाहिँ हाम्रो साइड बाटो बिग्रेर चाहिँ हामी अहिले यो बाटो हिँड्न लागेको नि भइसक्यो। प्रहरीहरू धेरै पछि देखिनुभयो त, गाडी नयाँ आयो क्या। सो हेलो एभ्रिवान, गुड मर्निङ फ्रम नारायणघाट बजार। आज धेरै पछि म भ्लग गर्न लागेको छु। 2-3 दिन पानी परेको थियो अनि आज कस्तो मौसम खुलेको छ कि, अनि यसो हल्का खिचौँ भनेर मन लाग्यो। अझ पोल्युसनले गर्दाखेरि यो पुरै खुल्न पाएन, नत्र एकदम राम्रो देखिन्थ्यो। यति बेला कलर्सहरू पनि राम्रो आउँछ होला कि। भएन त अब, पेट्रोल सक्यो होला बिचरा। पेट्रोल नि महँगो छ अहिले त। हाम्रो त्यो हालत नहोस् भन्ने प्रे गर्दै हामी अगाडि बढौँ। ओहो, नगर प्रहरीहरू धेरै पछि देखिनुभयो त, गाडी नयाँ आयो क्या। नयाँ सरकारसँगै नयाँ गाडी। त्यस्तो नि प्याटर्न हुन्छ नि त फेरि नेपालमा त। राम्रो देखिएको है पहाडहरू। पोल्युसनले हेरेको थियो वेदर कहिले छ अब आज नि छ है, तर 10% हिजो पनि यस्तै थियो होइन। यस्तै भएर पानी परेको थियो 11 बजीतिर 12 बजीतिर। त्यो आज चाहिँ पानी नपर्ला, तर भोलि चाहिँ अलिअलि ह्युमिड देखाएको छ। पर्सि चाहिँ पर्छ फेरि, फ्राइडे चाहिँ डेन्जरै पर्नेछ। बाटो बिग्रेर चाहिँ हामी अहिले यो बाटो हिँड्न लागेको नि भइसक्यो, 1 महिना हुन लागिसक्यो। आज चाहिँ हामी रोडियममा जाँदैछौँ कोरियन फुड ट्राई गर्नको लागि। आजको दिन रमाइलो हुनेवाला छ क्या। तिम्रो फर्स्ट एक्सपिरियन्स होइन? म चाहिँ फर्स्ट टाइम ट्राई गर्न जाँदैछु कोरियन फुड। हेरौँ कस्तो हुँदो रहेछ। ल गाइज, इन्जोय वाचिङ द भ्लग। Hope you will like it. Don't forget to like, share and subscribe. Let's go. कहाँ छ अरे तिनीहरू? खै आउ सुन्नेन भन्दै थियो। उनीहरू गइसक्यो जस्तो छ। करण आयो नि? करण पनि गइसक्यो होला।
अहिले चाहिँ हामी ठ्याक्क पुलनिर आइपुग्यौँ। हाम्रो यात्रा चाहिँ आज रोडियमसम्मको हो, कोरियन फुड ट्राई गर्नको लागि। अहिले चाहिँ 2 बज्न लागिरहेको छ दिउँसोको। 2-3 दिन पानी परेपछि घाम लागिरहेको छ, वेदर राम्रै छ। तर त्यही हो, यो पोल्युसनको कारणले गर्दाखेरि पुरै खुलेको छैन। तर एक्कर्डिङ टु द फोरकास्ट फ्राइडे चाहिँ पानी पर्छ फेरि पनि। अस्तिना जता आइरहेको थियो, हाम्रो पनि आउँछ होला योपालि भनेको त परेन। त गुल्मीतिर पनि हिउँ परिरहेको छ। बाटामा पनि एकदम ठुलो थियो, पोखरामा पनि सही थियो। तर गर्मी नै भइसक्यो है। घाम पनि चर्को लाग्नु लागिसक्यो छ, चैत लागिसक्यो। अब त गर्मी बढ्छ होला है। ओके, योचोटि गर्मी बढ्ने हो कि सिधै पानी पर्नेवाला मौसम हुने हो कि? धानचोकमा यस्तो भिडभाड छ यार। हामी चाहिँ अहिले भरतपुरको हाइटमा छौँ। गर्मीको सिजन आयो गाइस यार। हामीबाट भित्र छिर्ने क्या अलि अगाडिबाट। यहीँबाट भित्र छिर्ने। ल हामी चाहिँ अहिले ठ्याक्कै वीरेन्द्र क्याम्पसको चोकबाट भित्र छिरेछौँ, लेफ्ट लाग्दैछौँ। यहाँबाट राइट कि अझै अगाडि जाने? त्यो उस हरेकोबाट अझ अगाडि, पुरै अगाडिबाट भित्र पुग्यो अन्त। ग्लिटर्समा सधैँ चाहिँ भिडभाड छ है। यहाँबाट चाहिँ हामी राइट लाग्छौँ। अब
कता यही हो आइसक्रिम कुन हो उयो रोडियम कोरियन ल हामी चाहिँ रोडियम कोरियन फुडनिर आइपुग्यौँ हाम्रो डेस्टिनेसन यही हो पार्किङ कहाँ हो यहीँ राख्ने यहीँ झरौँ न त हामी भन त के आज चाहिँ हाम्रो यहाँ मेन्यूमा के छ भने यो चाहिँ हाम्रो किम्बाप यो दुइटा चिकन किम्बाप भयो अनि यो चाहिँ हाम्रो साइड डिसहरू यो चाहिँ रेडिस भयो अनि यो चाहिँ ग्रिन टीवाला होला यो चाहिँ बदाम अनि यो चाहिँ सोया सस यो त कति गनेरै चारवटा राखिदियो सर्भिस चाहिँ छिटै रहेछ है मलाई राम्रो लाग्यो अझै एउटा आज हामी चाहिँ यतिजना छौँ तिनजना